कैलालीको धनगढीमा आगामी भदौ 17 गते सुदूरपश्चिम गाई जात्रा सिजन 2 आयोजना हुने भएको छ। गाई जात्रा पर्वको संरक्षण तथा प्रवर्धनसँगै हास्य व्यङ्ग्य मार्फत सामाजिक विकृति र समसामयिक विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रममा केन्द्रीय स्तरका चर्चित हास्य व्यङ्ग्य कलाकारसँगै सुदूरपश्चिमका वरिष्ठ तथा लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। नाटक, कविता, गीत, सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक सांस्कृतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश दिने तयारी गरिएको छ। बैजनाथ सञ्चार प्रणालीको आयोजना धनगढी स्थित एसटीएस सिनेमा हलमा कार्यक्रम आयोजना हुँदैछ। गाई जात्राको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम मार्फत समसामयिक सामाजिक विषयलाई लागू औषध दुर्व्यसनी, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बाल अधिकार, युवा पलायन र सामाजिक विभेद जस्ता विषयलाई हास्य व्यङ्ग्यको माध्यमबाट प्रस्तुति गरी सकारात्मक सन्देश प्रवाह गरिने आयोजकको भनाइ छ। आयोजकका अनुसार सुदूरपश्चिम गाई जात्रा सिजन 2 ले स्थानीय कला संस्कृति र प्रतिभाको प्रवर्धनसँगै समाजमा देखिएका विकृति तथा विसङ्गतिमाथि सृजनात्मक रूपमा बहस गर्ने वातावरण समेत तयार गर्ने अपेक्षा गरिएको छ।